तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ, सांसद शर्माको भनाई। प्रधानमन्त्री ओलीसँग नेपाल र थाई व्यवसायीको संयुक्त भेटवार्ता। केपी शर्मा ओली र थाई बीच भेटवार्ता भएपछि के छलफल गरे, कुन कुन विषयमा छलफल भयो त दर्शकबिन यसमा सम्पूर्ण जानकारी दिनेछौ। सरकारले भन्यो शिक्षाका मागप्रति गम्भीर छौ, चाँडै निर्णय लिन्छौ भन्दै यस्तो जानकारी दिए। अन्ततः तीनकुने घटनामा सरकार राजवादी चुके, छानबिन होस् नागरिक प्रथम अभियानको यस्तो घोषणा। वायु प्रदूषण घटाउन विज्ञको सुझाव, यातायातमा जोर बिजोर, हप्तामा 2 दिन बिदा। कुनमाल र हितेन्द्रको रिटमा 1300 दिनको सुनुवाई जारी। दर्शकबिन कस्तो सुनुवाई आयो त यसमा पनि सम्पूर्ण अपडेट दिनेछौ। सरकारलाई शिक्षक महासङ्घको जवाब वार्ताको औचित्य छैन, ऐन जारी गरियोस्। परराष्ट्र मन्त्री राणाले भेटिन् श्रीलङ्काकी उपमन्त्रीसँग। दर्शकबिन शिक्षकलाई सरकारले वार्तामा बोलायो। वार्तामा बोलाएसँगै दर्शक महानुभावहरू के निर्णय कुन कुन विषयमा भयो त यसमा पनि सम्पूर्ण अपडेट दिनेछौ। बालेनलाई सुनिताको चेतावनी, कोठामा बसेर निर्देशन होइन समाधानमा लाग्नुहोस्। दर्शकबिन कोठामा बसेर होइन बाहिरै आएर समाधान गर्नुहोस् भन्दै सुनिता डङ्गोलको यस्तो आक्रोश बालेनशाहलाई। राजावादी आन्दोलनमा समातिएका रासपाका पूर्व नेता 6 दिन हिरासतमा रहने। 24 घण्टामा 72वटा आगा लागेर डढेलो देखियो। वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्छ, कार्यवाहक प्रधानमन्त्रीको यस्तो भनाई। 20,92,000 हुन्डीको रकमसहित चिनिया नागरिक पक्राउ। कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार। दर्शकबिन अधुरो सङ्घर्ष पूरा गर्नका लागि मोर्चा, राजेन्द्र महतको यस्तो भनाई। सामाजिक परिचालनको समस्या नीति बनाएर समाधान गर्नुपर्नेमा जोर रहेको सरकारको भनाई। सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समिति बीच भएको सहमति कार्यान्वयन गर्न माग। दर्शक महानुभावहरू र राष्ट्रपतिद्वारा गैर आवासीय राजदूत नियुक्त, रामचन्द्र पौडेलको यस्तो घोषणा। दर्शकबिन यस्तै समाचार लिएर उपस्थित भएका छौ। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरी साइडमै रहेको बेल आइकन घन्टीलाई बजाई अलमा क्लिक गर्न पनि नभुल्नुहोला। दर्शक महानुभावहरू तपाईहरूले हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हेर्दै हुनुहुन्छ? दर्शक महानुभावहरू अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरी साइडमै रहेको बेल आइकन घन्टीलाई बजाई अलमा क्लिक गर्न पनि नभुल्नुहोला। लागौ आजको पहिलो विशेष खबरतर्फ। दर्शकबिन नेपाली काङ्ग्रेसका सांसद डाक्टर सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै आएका छन्। बिहिबार सिंहदरबारमा बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनु पूर्व नै सरकारको तर्फबाट असुर ग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरू बेथेलिएको जिकिर गरेका हुन्। उनले मञ्चमा कार्यक्रम गर्न नदिए आन्दोलन बिथल्ने काम सरकारबाट भएको बताएका छन्। लोकतान्त्रिकमा सबै किसिमका विचार बोक्नेहरूले स्वतन्त्रपूर्वक आफ्ना धारणा राख्न आउनुपर्ने बताएका छन्। सांसद शर्माले पार्टीहरू मिलेर जनतामाथि दमन गरेको बताएका छन्। तीनकुने घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग समेत गरेका छन्। सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन्। शान्तिपूर्ण रूपमा आम सभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको पनि उनको आरोप रहेको छ। उनले भने स्टेजमा बसेर कार्यक्रम गर्न नदिकन, मान्छेलाई बोल्नै नदिकन अनि सरकारले असुर ग्यास हानेको छ। 746वटा असुर ग्यास पड्काउने, दर्शकबिन 192वटा छरा पड्काउने, ब्ल्याङ्क फायर गर्ने, हवाई फायर 58, 2 राउन्ड पिस्तोलको गोली वा आँखाले ठ्याक्कै मल्टिपल भिडियोहरू तपाईँले कलेक्सन गरेर हेर्नुहोस्। एउटा कुरा निश्चित रूपमा देखिन्छ कि स्टेजमा कार्यक्रम गर्न दिएको छैन। हामी लोकतान्त्रिकवादी हौ। सत्य के हो भने लोकतान्त्रिकवादी भनिरहँदा लोकतान्त्रिक भनेकै एउटा त्यस्तो गार्डन हो, नर्सरी जहाँ फरक फरक खालका विचारहरू स्वतन्त्रपूर्वक फाल्न पाउनुपर्छ। चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काङ्ग्रेस वा अर्को पार्टी हो। कुनै पनि विचार हातमा हतियार दर्शकबिन ननिकालिकन राख्ने विचारलाई स्वागत गर्नुपर्छ। स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने अनि जनतालाई गरी खान नदिने सांसद शर्माले आक्रोश हुँदै जनताको माग सम्बोधन नगरिकन लोकतान्त्रिकको नाममा असुर ग्यास हानिएको बताउँदै आएका छन्।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबराले सरकारले शक्तिको दुरुपयोग गरेर हतकडी लगाएर थुनेको बताएका छन्। यसबारेमा राप्रा वा पूर्व राजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने उनको भनाइरहेको छ। दर्शकबिन यस विषयमा के भन्न चाहनुहुन्छ भने तल कमेन्ट बक्स छँदैछ, छोड्न नभुल्नुहोला आफ्नो जिज्ञासा। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका व्यवसायीसँग बिहिबार बैङ्ककमा भेटवार्ता गरेका छन्। भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधि मण्डल समेत सहभागी। उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै भाइ व्यवसायीले नेपालमा लगानी गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले थाई व्यवसायीले नेपालमा लगानी मन्त्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुन सम्बोधन तथा परिमार्जन गरिएको सरकारले लगानी सुरक्षा प्रत्याभूति दिने पनि बताउँदै आएको छ। उनले नेपालमा लगानीको अवसर र सम्भावनाबारे निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने पनि बताउँदै आएको छ। दर्शकबिन यस्तै भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुन सुधार गर्दै लगानी मन्त्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चित राम्रो रहेको र लगानीका लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसङ्ख्या भएका छिमेकी देश रहेकाले नेपालमा लगानी गर्दा थाई व्यवसायीले त्यो सम्भावनाबाट फाइदा लिन सक्ने बताएका छन्। उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराएका छन्। नेपाल लगानीका लागि पर्याप्त सम्भावना भएको मुलुक रहेको बताएका छन्। पछिल्लो पटक सरकारले गरेको लगानी नीतिगत सुधारले लगानी आकर्षित गर्ने अवस्था रहेको छ। निजी क्षेत्रको तर्फबाट पनि म थाई व्यवसायीले लगानीका लागि आग्रह गर्दछु, ढकालले बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल 19 देखि 23 सोहीसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिस्केटको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डको राजधानी बैङ्ककमा रहेका छन्। नेपाल र थाइल्यान्ड बीच बुधबार मात्र 2वटा सरकारी र 6वटा गैर सरकारी गरी 8 सम्झौता हस्ताक्षर भएको पनि जानकारी दिँदै आएका छन्। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्नका लागि शिक्षकहरूको माग सम्बोधन गर्ने गरी सरकारले ठोस पहल अगाडि बढाउने जानकारी दिँदै आएको छ। शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्ने गरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा रहेका छन्। यसबारे बिहिबार साँझ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका हुन्। उक्त छलफलबारे जानकारी गराउँदै उनले भनेका छन्, शिक्षा विधेयक अगाडि बढाउन सरकारले भूमिका निर्वाह गरेको छ, तर उनले सरकारले कहिले र कसरी माग सम्बोधन गर्ने गरी निर्णय लिने गृहमन्त्री लेखकले बताउँदै आएका छन्। दर्शकबिन अहिले हामीले छलफल गरेका छौँ। सरकार शिक्षकले उठाएका विषयमा सरकार अत्यन्तै ज्यादा गम्भीर रहेको छ। चाँडै यो विषयमा ठोस निर्णयमा पुग्छौँ, उनले बताउँदै आइरहेका छन्। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन नागरिक समाजवादी सक्रिय समूह नागरिक प्रथम अभियानले 15 चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको स्वतन्त्र न्यायिक छानबिनको माग गरेको छ। अभियानको तर्फबाट प्रवक्ता प्रशान्त सिंहले बिहिबार विज्ञप्ति जारी गर्दै तीनकुनेमा भएको हिंसात्मक घटनाको स्वतन्त्र न्यायिक छानबिनको माग गरेका हुन्। विज्ञप्तिमा सरकार र राजवादी प्रदर्शनकारीहरू दुवैको भूमिकालाई आलोचना गर्दै दुवै पक्ष असफल र गैर जिम्मेवारी रहेको बताउँदै आएको छ। दर्शकबिन वक्तव्यमा नेपाली काङ्ग्रेस नेकपा एमाले गठबन्धन सरकारको गतिहीनता, प्रतिपक्षको निष्क्रियता, सडकमा देखिएको राजवादी प्रदर्शन र मुलुकको अस्थिरता राजनीतिक अवस्थाले नागरिकलाई निराश तुल्याएको उल्लेख गरेका छन्। दर्शकबिन वक्तव्यमा तीनकुने हिंसामा राज्यको सुरक्षा कमजोरी र प्रदर्शनकारीको उत्तेजक रणनीति दुवै कारण रहेको उल्लेख गर्दै आएका छन्। घटनामा सरकारको सुरक्षा समायोजन असफल भएको, स्थिति नियन्त्रण गर्न नसकेको र निर्दोष नागरिकलाई जोगाउन नसकेको अभियानको निष्कर्ष रहेको छ। त्यस्तै प्रदर्शनकारीको भूमिका सुनियोजित रूपमा उत्तेजक र हिंसात्मक गतिविधि गरी स्थिति भड्काउने प्रकृति देखिएको विज्ञप्तिमा उल्लेख रहेको छ। वक्तव्यमा भनिएको छ, जुनसुकै विचार राख्नेले पनि लोकतान्त्रिक व्यवस्थापनमा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार राख्छ, तर हिंसा, तोडफोड, आगजनी र लुटपाट गर्न पाउँदैन। नागरिक प्रथम अभियानले घटनाको छानबिन गर्ने न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। आयोगले हिंसा कसले र किन भड्कायो, राज्यले किन उपयुक्त सुरक्षा प्रबन्ध
गर्न सकेन। निर्दोष नागरिकको मृत्युको कसको लापरवाहीले भयो र प्रदर्शनकारीहरू किन अराजक बने जस्ता प्रश्नको जवाब खोज्नुपर्ने अभियानको निष्कर्ष रहेको छ। वक्तव्यमा मृतक सबिन महर्जन र पत्रकार सुरेश रजकको निधनप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न आग्रह गरेको छ। अभियानले विद्यमान राजनीतिक अन्यल हटाई लोकतान्त्रिकलाई बलियो बनाउन नागरिक आन्दोलनको आवश्यक रहेको भन्दै सबैलाई सचेत रहन पनि आग्रह गर्दै आइरहेको छ। दर्शक महानुभावहरू, यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन केही साथ यता आँखाले स्पष्ट देखिने र शरीरले दर्शकबिन महसुस गर्ने गरी वायु प्रदूषण बढेको छ। काठमाडौँ उपत्यकाका मानिसहरूमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुगाखोकीको लगायत जटिल समस्या देखिएको छ। यसैबीच बिहिबारसम्म सरकारले वातावरण प्रदूषण घटाउने बारे विज्ञसँग छलफल गरेका हुन्। छलफलको क्रममा विज्ञले तत्कालै यातायातमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने, हप्तामा 2 दिन बिदा दिनुपर्ने लगायतका सुझाव पेश गरेका छन्। कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह सोइतले गरेको विज्ञसँगको छलफलमा आएका सुझावलाई कार्यान्वयनमा ल्याउने वन तथा वातावरण मन्त्रालय सचिव दीपक खरालले बताएका छन्। यसबारे सरकारले छिटै निर्णय लिने प्रधानमन्त्री सिंहले बताउँदै आएका छन्। छलफलको क्रममा वातावरण डाक्टर भूषण तुलादारले देशभर लागेको डडेलेको कारण वायु प्रदूषण अत्याधिक भएको बताउँदै आएका छन्। अहिले देशभर जङ्गलमा अत्याधिक आगजनी भएको छ। यस्तै वायु प्रदूषण बढाउने काम यातायात धुवा धुलो सिमानाबाट आएका प्रदूषित हावाले पनि गरिरहेको छ। उनले भने तत्कालै यातायातमा जोर बिजोर हप्तामा 2 दिन बिदा नदिने हो भने वायु प्रदूषण झन् घातक बन्ने पनि जानकारी दिँदै आएका छन्। डाक्टर तुलादारले काठमाडौँ उपत्यकाका शङ्ख पार्क र रत्न पार्कमा औसत एयर दर्शकबिन रोभन्दा 3 गुणा मसिना धुलो धुवाका कारण प्रति घण्टा भएकाले मानव स्वास्थ्यका लागि अत्याधिक घातक भएको बताएका छन्। उनले अगाडि भनेका छन्, हामीले अत्यन्तै अवस्था हावा लिइरहेका छौँ। दर्शकबिन मात्र 300 सम्म पुगेको छ, जुन एकदमै खतरनाक हो। वायु प्रदूषण घटाउन सरकारले तुरन्तै निर्णय लिनुपर्छ। 101 देखि 150 लाई नै संवेदनशील समूहका लागि अस्वास्थ्य मानिन्छ। 151 देखि 200 सम्मलाई अस्वास्थ्य, 201 देखि 300 सम्मलाई निकै अस्वास्थ्य र 301 भन्दा माथि मापन भएका खतरनाक तहमा पुगेको मानिन्छ। डाक्टर तुलादारले वायु प्रदूषण गुणस्तर योजना बनाउनु पर्ने सुझाव दिँदै आएका छन्। दर्शकबिन यस्तै डडेलो विज्ञ सुन्दर प्रसाद शर्माले वायु प्रदूषण घटाउनका लागि राष्ट्रिय रणनीति नै बनाउनु पर्ने तर्क अगाडि सारेका छन्। यसै गरी वायु प्रदूषण निजी सवारी साधनले बढी दिएकाले सार्वजनिक साधनको प्रयोगलाई बढाउनु पर्ने सुझाव गरेका छन्। धुवा धुलोको कारण कतिपय दीर्घ रोगी तथा दर्शकबिन भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था पुगेको चिकित्सकहरूले बताउँदै आएका छन्। छाती तथा सघन उपचार रोग विशेष डाक्टर राजु पङ्गेनीका अनुसार पछिल्लो दिनमा श्वास प्रश्वाससँग सम्बन्धित बिरामी अत्याधिक बढेको बताउँदै आएका छन्। उनका अनुसार बहिरङ्ग सेवामा दैनिक सेवा लिन आउने बिरामी मध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट निम्तिएको समस्याले अस्पताल पुगेको बताएका छन्। उनले हरेक बिरामी मध्ये 50% श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने, घाँटी खसखसाउने र खोकी लाग्ने, कफ आउने लगायतका समस्या देखिएको बताएका छन्। भाइरल हुँदा हप्ता दिनमै रुगा ज्वरो निको हुने गरेको छ, तर वायु प्रदूषणले 3-4 हप्तासम्म पनि निरन्तर खोकी लागिरहने, घाँटी खसखस भइराख्ने र नाक बन्दको समस्या लिएर बिमारी आएका छन्, डाक्टर पङ्गेनीले बताएका छन्। ओपिडीमा मात्रै होइन, आकस्मिक तथा आइसियुमा पनि बिमारीको चाप बढेको छ। कतिपयमा अक्सिजन कम हुने, निमोनिया देखिने, सास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले डाक्टरले बताएका छन्। वायु प्रदूषणको असर दीर्घरोगी वा ज्येष्ठ नागरिकमा मात्र देखिएको छैन, वायु प्रदूषणको अस्वास्थ्य व्यक्तिमा देखिएको पङ्गेनीले बताएका छन्। 5 वर्ष मुनिका बालबालिका, 65 वर्ष नागरिका, दर्शकबिन वृद्ध दम दीर्घरोगी जो कोहीलाई पनि वायु प्रदूषणले असर गर्ने बताउँदै आएको छ। सँगसँगै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुने बताएका छन्। दर्शकबिन तपाईँहरू जताकतै सजग रहनुहोला भन्न चाहन्छौ। दर्शकबिन मास्कको प्रयोग गर्नुहोला जहाँ बाहिर हिँडडुल गर्न पर्यो भने। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ।
दर्शकबिन हेर्दैमा राखिएको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव स्याम्बेको रिटमाथि आज पनि सुनुवाई जारी रहेको छ। सर्वोच्चका न्यायाधीश कुमार सुडुवाल र निन्दान पाण्डेको इजलासमा दुवैका रिटमाथि सुनुवाई भइरहेको छ। आजको सुनुवाईको तेस्रो दिन रहेको छ। उनीहरूको आजको इजलासमा यी दुई बाहेकका कुनै रिटको सुनुवाई राखिएको छैन। घिसिङले आफ्नो पदाधिकारी बाँकी छँदैछ सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेको हो। स्याम्बेले भने 4 वर्ष अघि आफूलाई निकालेर घिसिङको नियुक्त नै गलत भएको भन्दै त्यसबेला रिट दायर गरेका हुन्। सो रिटमा कुनै निर्णय नभई 4 वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाई गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेको बताइएको छ। दर्शकबिन यस विषयमा तपाईहरूले के भन्न चाहनुहुन्छ भने तल कमेन्ट बक्समा उल्लेख गर्न सक्नुहुनेछ। दर्शकबिन यस्तै भन्दै अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन आन्दोलन शिक्षक महासङ्घले सरकारले बोलाएको वार्ताको औचित्य रहेको प्रतिक्रिया दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलन शिक्षकहरूलाई बिहिबार वार्ताका लागि आह्वान गरेको थियो। पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ। फेरि वार्ता गर्न सहमति आवश्यक छैन। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने ऐन जारी गर्ने भए मात्र मन्त्रालय जान्छौँ, सहमति र छलफलको आवश्यक छैन। शिक्षा ऐन जारी गर्न माग गर्दै 2 महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। बुधबारदेखि भने अनिश्चितकालका लागि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छन्। यसअघि 2080 असोज 5 मा सरकारसँग 6 बुँदे सहमति भइसकेको छ। सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन्। दर्शक महानुभावहरू, दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले श्रीलङ्का परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचआई अरुण हेमन्त चन्द्रसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। उनीहरूबीच छैटौँ बिम्स्टेक शिखर सम्मेलनको अवसरमा भएको भेटवार्तामा नेपाल श्रीलङ्काको सम्बन्धमा शुद्धिकरण पार्ने विषयमा छलफल भएको पनि जनाउँदै आएका छन्। परराष्ट्र मन्त्री राणाले बैठक उपलब्धिपूर्ण भएको बताउँदै द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रबन्ध, हवाई सम्पर्क विस्तार र व्यापारिक सहकार्यलाई अगाडि बढाउने विषयमा विचार विमर्श भएको जानकारी दिएकी छिन्। नेपाल र श्रीलङ्का बीच ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। पछिल्लो समय पर्यटन तथा व्यापारिक सहकार्यलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको पनि जनाउँदै आइरहेका छन्। दर्शक महानुभावहरू, यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालिन शाहलाई चेतावनी दिएकी छिन्। बिहिबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले हाजिर गर्न महानगर स्थित कार्यकक्ष पुगेका थिए। सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो। नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरुगाईको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेको थियो। लगत्तै अहिले उपमेयर सुनिता डङ्गोल सहितको बैठक बसेको छ। बैठकमा उपमेयर डङ्गोलले हरेक घटनाक्रमबारे आफूहरू जानकारी रहेको भन्दै कोठामा बसेर निर्देशन दिन आग्रह गरिन्। मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ। उनले भनिन्, उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी बीच लडाई हुनु पनि राम्रो होइन। यस्तो मनमुटाव संस्थाभित्र हुनु हुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उनले बताएकी छिन्। यो तमासा हामीले हेर्नुपर्ने मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। उनले भनिन्, पहिला आजको विषय समाधान गर्छौँ, त्यसपछि बोर्ड बैठक बस्दैछौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ भन्दै यस्तो जानकारी दिँदै आएकी छिन्। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन राजावादी आन्दोलनबाट पक्रो परेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका पूर्व नेता डाक्टर राजकुमार राई विरुद्ध थप 6 दिन हिरासतमा रहने भएका छन्। 15 चैतमा 3 कुनेमा भएको आन्दोलनमा पक्रो परेका उनलाई दोस्रो पटक न्यायस्थापका लागि काठमाडौँ जिल्ला अदालत उपस्थिति गराइएको थियो। राई सहित 41 जना विरुद्ध बुधबार मात्रै दोस्रो पटक 6 दिनको न्यायस्थाप भएको पनि जनाउँदै आएका छन्। यसअघि 41 जना विरुद्ध 5 दिनको न्यायस्थाप भएको थियो। अहिले हिरासतमा रहेका रासपाका पूर्व नेता राई खोटाङ जिल्ला सभापतिमा उठेर हारेका व्यक्ति हुन्। उनी अहिले भने पार्टीमा निष्क्रिय रहेको रासपा कार्यवाहक महामन्त्री कविन्द्र बुलाकोटीले बताउँदै आएका छन्। उनी जिल्लामा सभापतिमा उठेर हारेका थिए, एकदमै न्यून मत ल्याएका थिए, त्यसपछि पार्टीमा निष्क्रिय थिए, बुलाकोटीले बताएका छन्। राईलाई हराउँदै मुकुन्द कृष्ण थापा खोटाङ सभापतिमा विजयी भएका थिए। अहिले हिरासतमा रहेका राई विरुद्ध
आपराधिक दर्शकबिन उपद्रव र साङ्गठिक अपराधको कसुरमा अनुसन्धान भइरहेको जानकारी समेत दिँदै आइरहेका छन्। दर्शकबिन यसै गरी आउनुहोस् अब अर्को खबरतर्फ लागौँ। दर्शकबिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण हेर्ने हो भने नेपालमा 24 घण्टामा 72वटा आगालागी तथा वन डढेलेको घटना भएका छन्। प्राधिकरणका अनुसार मंगलबार बिहान 10 बजेदेखि बुधबार बिहान 10 बजेसम्मको तथ्याङ्कमा 48 जिल्लामा आगालागी तथा वन डढेलेको घटना देखिन्छ। दर्शकबिन यी मध्ये 25 जिल्लामा 34वटा आगालागीको घटना भएको र 23 जिल्लामा 38वटा वन डढेलेको घटना भएको बताएका छन्। ती घटनामा 4 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यसैगरी पछिल्लो 4 दिनमा 272वटा वन डढेलो र आगजनीको घटना भएको राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वन डढेलो आगलागी तथा वातावरण शाखाका उपसचिवले जानकारी समेत दिँदै आएका छन्। दर्शकबिन साउन यता देशभर 2500 भन्दा बढी आगजनी र वन डढेलोको घटना प्रकाशमा आएको छ। दर्शक महानुभावहरू